यस्तो दुःख पाइन्छ भनेर मैले सोचेकी पनि थिएन। आजदेखि हाम्रो चाहिँ बिउ गोड्ने काम सुरु भइसक्यो। एक दिनसम्म त 3 जनाले बिउ गोड्यौँ, तर अलिकति बाँकी रह्यो। त्यसपछि बुहारी अनि फुपू छोरी म भएर फेरि बिउ गोड्न थाल्यौँ। अनि हामीले चाहिँ बिउ गोड्ने बेलामा पर्म गर्छौँ र बिउ रोप्ने बेलामा घन्टे मजुरा लाउँछौँ। अनि एकदमै सजिलो पनि हुन्छ। मलाई चाहिँ एकदमै सजिलो लाग्छ, किनभने नास्ता बनाउनु पर्दैन। अनि एक दिनमा भ्याउने काम चाहिँ 1 घन्टामा सबै रोपेर सकाइदिन्छन्। त्यही भएर मलाई चाहिँ एकदमै सजिलो लाग्छ। अनि आजको मौसम पनि यस्तो गर्मी थियो साथीहरू, तर के गर्नु, जति गर्मी भए पनि मजुरा लगाएपछि त खेत रोपेर भ्याउनु पर्यो। फाइनली साथीहरू बिउ रोपेर पनि सकियो। अनि छोरीले अलिकति माटो अनि धानको बिउ ल्याएर ढोकामा टाँस्दिन्। अनि खेत रोप्ने चक्करमा आज त खाना पनि खाइएन साथीहरू। बिहानको नास्ता पनि केही खाइएन। बिहानको खाना अहिले दिउँसो 3 बजे बनाएर 4 बजी सक्यो, बल्ल खाँदैछौँ। खाएँ ल साथीहरू।